सबैलाई नमस्ते, जय घन्टी। कार्यक्रमका अध्यक्षज्यू, मञ्चमा आसीन मेरा मित्र साथीहरू विभिन्न तहका र मञ्च अभिमुख तपाईँ सबै साथीहरूलाई मेरो सादर नमस्कार, जय घन्टी। हामी तीनैजना साथीहरू तीनवटा क्षेत्रका एकै मञ्चमा एउटै माइकबाट तीनै कानहरूलाई सुन्ने गरी बोल्न नपाएको एउटा धोको थियो, पुर्याइदिनु भयो। यति सर धेरै धन्यवाद है। यो धोकाले अगाडि नै पुग्नु पाएको भए नै हुन्थ्यो होला। हुन त हामीले 10 गते एउटा कार्यक्रमको आयोजना गरेको गर्ने योजना बनाएका थियौँ, तर विशेष कारणवश त्यो हुन पाएन। नत्र हामी त्यहाँ एकसाथ हाम्रा आदरणीय नेता द्वयका साथ हुने थियौँ, रविजीका साथ, बालनजीका साथ हामीले बोल्न पाउने थियौँ। त्यो अवसर हामीले पाएनौँ। तथापि ढिलै भए पनि आम कस्केली मतदातासँग यसरी साक्षात्कार हुन पाउँदा म व्यक्तिगत रूपमा अत्यन्त प्रफुल्ल छु र म निर्वाचनमा सरिक हुनुहुने मत दिएर, मत नदिएर, मत दिन नपाएर, विविध कारणले रहेर पनि मत मात्रै सबै चिज होइन, मतपत्र मात्रै सबै चिज होइन। मतको अर्थ त विचार हो। विभिन्न तहबाट विचार दिएर घन्टीको पक्षमा, विपक्षमा, आलोचनामा विचार दिएर यो निर्वाचनलाई सफल बनाउनु हुने सबै नेपाली जनलाई धन्यवाद दिन चाहन्छु। नेपालमा हामीले जस्तै सङ्ख्यामा नहोला, अलिक कम होला, तर 2/3 पनि साथीहरूले अगाडिका परम्परागत दलका साथीहरू ल्याउनु भएकै हो, बहुमत पनि ल्याउनु भएकै हो। तर हरेक प्रकारको बहुमत अन्ततोगत अहङ्कारमा टुङ्गिने र त्यो अहङ्कार फाइनल्ली निरङ्कुशतामा टुङ्गिने नेपाली इतिहासको एउटा विडम्बना रहिआएको छ। त्यो विडम्बनाको साक्षी अब हामी बन्नु हुँदैन। म व्यक्तिगत रूपमा र हाम्रो साथीहरूको तर्फबाट पनि हामी के भन्न चाहन्छौँ भने हामी उत्तिकै विनम्र, उत्तिकै शालीन र उत्तिकै जिम्मेवारपूर्ण सबै साथीहरूलाई लिएर अगाडि बढ्नेछौँ। जुनसुकै विचारधाराको साथीहरूलाई पनि लिएर अगाडि बढ्नेछौँ, किनकि लोकतन्त्रमा पक्ष जति महत्त्वपूर्ण हुन्छ, प्रतिपक्ष पनि उति नै महत्त्वपूर्ण हुन्छ। तर अहिले सदनमा हामीले 183 सिट कन्फर्म गरिसक्दा प्रतिपक्षका साथीहरू अत्यन्त न्यून सङ्ख्यामा हुनुहुन्छ। त्यो पनि विभाजित भएर विभिन्न विचारको हुनुहुन्छ। यसरी सदन अहिले उस्तै परे सङ्ख्यात्मक हिसाबले र कतिपय सन्दर्भमा गुणात्मक हिसाबले पनि कमजोर हुन सक्ने सम्भावना छ। यस्तो बेलामा लोकतन्त्रमा के हुन्छ भन्दा सडक बलियो भएर आउँछ। सडकमा जनताको आवाज हामीले पनि सुन्न नपाएको हुनसक्छ। हाम्रो क्याबिनेटले, अब बन्ने क्याबिनेटले पनि सबैतिर ध्यान दिन नपाएको हुनसक्छ। त्यस्तो बेलामा जनताको आकाङ्क्षालाई तीव्र गतिमा पुरा गर्न नसकेको हुनसक्छ। त्यस्तो बेलामा कहिलेकाहीँ सडकमा नागरिकको आवाजहरू मुखरित हुनसक्छ। त्यो कारणले अब तपाईँहरूको जिम्मा भनेको सडकलाई पनि संयमित बनाउने हो। गाउँमा जाँदा, घरमा जाँदा, टोल छिमेकमा जाँदा तैँले त फलानाको झन्डा बोकेर हिँडेका थिइस् भन्ने काम नगरिदिनु होला, होइन? हामी सबैलाई थाहा छ, जुनसुकै झन्डा बोकेर चुनाव प्रचारमा गएका भए पनि साथीहरूले फाइनली भोट चाहिँ घन्टीमै हाल्नुभयो। त्यो भएर त्यो झन्डा बोकेको आरोप नलगाइदिनु होला है। त्यसो नभएको भए कि हामी यति साथीहरूले भोट हालेर यत्रो मत आएको हो त, कास्कीमा देशमा यत्रो भोट आएको हो त, होइन नि त? त्यो विश्वास, जनताको जुन विश्वास छ त्यसलाई भित्र हृदयबाट प्रेमको दृष्टिकोणले, स्नेहको दृष्टिकोणले हेर्नु होला। म त्यति अनुरोध गर्न चाहन्छु। प्रेमले, स्नेहले नै एकता बढाउँछ र एकताले नै के हुन्छ, हामी विकासको गतिमा अगाडि बढ्न सक्छौँ। मैले धेरै ठाउँमा भन्दा आएको छु, नेपालीहरूले इतिहासमा दुई पटक एकदम एकताबद्ध भएका थिए। तर अझै पृथ्वीनारायण शाहको पालामा लाने हो भने त पुरा नेपाल एकताबद्ध भएर राष्ट्र एकीकरणको पक्षमा लागेको थियो। त्यसलाई बिर्स्यौँ। आधुनिक कालमा 2 पटक थियो। एउटा भुइँचालो जाँदा, अर्को कोरोना आउँदा, र तेस्रो पटक चाहिँ अहिले राजनीतिक रूपमा घन्टीमा भोट हाल्न नेपाली जनता एकजुट भएको थियो। अब यो एकता राष्ट्र निर्माणमा पनि देखिनुपर्छ। अब यो एकता हाम्रो भविष्य, हाम्रो आकाङ्क्षा, हाम्रो योजनाको परिपूर्तिमा पनि देख्नुपर्छ।
म तपाईँहरू सबैलाई एकताबद्ध हुन पनि अनुरोध गर्न चाहन्छु र हाम्रो नेतृत्वमाथि विश्वास गर्न पनि अनुरोध गर्न चाहन्छु। धेरै जस्तो संसारका सरकारहरू चाहिँ कसरी असफल हुन्छन् भन्दा नागरिकले भोट त दिन्छन् तर शङ्काको सुविधाले दिन्छन्। जस्तो 64 सालमा माओवादीले बेनिफिट अफ डाउट पाएर ल्याए, शङ्काको सुविधाको मत होइन, शङ्काले चाहिँ शङ्का गरी भोट दिएको हुन्थ्यो क्या। तर अहिले 82 सालमा आम नागरिकले के को भोट दिए? शङ्काको भोट दिए त होइन, विश्वासको भोट दिए, आशाको भोट दिए। त्यो विश्वास र आशालाई 5 वर्षसम्म तपाईँ मतदाताले र हामी कार्यकर्ता साथीले पनि कायम राख्नु होला। मानिलिनुहोस् हाम्रो सरकारले बाटोमा फोहोर नफालौँ भनेको अवस्था आयो भने तपाईँले बाटोमा फोहोर नफालिदिनु होला। त्यसो गरौँ भन्यो भने त्यसो गर्नु होला। सरकारका हरेक योजनामा विश्वास गरेर आम नागरिकले साथ समर्थन दिए भने मात्रै के हुन्छ भन्दा विकास निर्माणका कामलाई अगाडि बढाउन सकिन्छ, योजनालाई अगाडि बढाउन सकिन्छ। त्यो विश्वास कायम राखिदिनु होला। त्यति गर्न सक्यो भने हामीले हाम्रो आदरणीय पार्टी सभापति रवि लामिछानेज्यू र हाम्रो वरिष्ठ नेता बालेन्द्र शाहज्यू लगायतका जति पनि साथीहरू, काबिल साथीहरू हुनुहुन्छ नेतृत्व गणमा, उहाँहरूले साँचेको सपनालाई पुरा गर्न सक्छौँ र हामीले साँचेको सपनालाई, साझा नेपालीले साँचेको सपनालाई पुरा गर्न सक्छौँ। मलाई गर्व पनि लाग्छ। म ढिलो गरिकन पार्टीमा आएँ। हुन त दुवैजना मेरो आदरणीय मित्र पनि हुनुहुन्छ, साथी पनि हुनुहुन्छ र मैले मानिआएको व्यक्तित्व पनि हुनुहुन्छ। तर पछिल्लो चरणमा मलाई गर्व अनुभूति भएको छ क्या अहिले यो रिजल्ट देखेपछि। म कुनै न कुनै तरिकाले आदरणीय रवि लामिछानेजी मार्फत राष्ट्रिय स्वतन्त्र पार्टीसँग बालेनजीको र अरू धेरै वैकल्पिक शक्तिहरूको समायोजन प्रक्रियामा कुनै न कुनै सानोतिनो भूमिकामा म पनि रहन पाएको थिएँ। त्यो जुन एउटा जिम्मेवारी मैले आफ्नो ढङ्गबाट पुरा गर्न सकेँ, त्यसले यत्रो ठुलो रिजल्ट आएको देख्दा म व्यक्तिगत रूपमा र त्यो समायोजन प्रक्रियालाई सफल बनाउनु भने सम्पूर्ण साथीहरूमा पनि एकदमै भाव्य पनि छु, खुसी पनि छु र जिम्मेवारी बोध्दै यति गहिरो मैले महसुस गरिरहेको छु त्यो म भन्न पनि सक्दिनँ। तपाईँहरू सबैजनाले त्यो एकतालाई अन्तिम समयसम्म कायम राख्न मद्दत गर्नुहोला। हल्लाको पछाडि नदौडिनु होला। यहाँ कुनै फुट हुनेवाला छैन, कुनै प्रकारको गुटबन्दी हुनेवाला छैन। त्यो भयो भने छैन त्यो कुनै पनि ठाउँमा, किनकि राजनीति भनेको मेरो लागि चाहिँ आध्यात्म हो, मेरो लागि चाहिँ ईश्वरको वन्दना गरे जस्तो हो क्या। म व्यक्तिगत रूपमा के सोच्छु भन्दा विभिन्न धर्महरू हुन्छन् नि, त्यो विभिन्न धर्मको अन्तिम उद्देश्य मानव सेवा गर्नु भने जस्तै हामी सबैको चाहिँ मानव सेवा गर्नु, आफ्नो सेवा गर्नु होइन। कतिपयले चाहिँ मलाई चुनाव जितेपछि विभिन्न ठाउँमा जाँदा बडो किन आदर भावले हेरा जस्तो गर्नुहुन्छ। त्यसो नगर्नुहोस्, माला पनि नलाइदिनुहोस्, खाजा पनि नलाइदिनुहोस्, अघि पनि नलाइदिनुहोस् भनेर म हिँडिरहेको छु। त मैले किन भनेको भन्दा अरू पार्टीमा चाहिँ नेता भइहाल्यो, जनतालाई झोले बनाउने थियो। हामी चाहिँ जनताको आकाङ्क्षालाई बोक्ने भरिया हो क्या, नेता त भरिया हो, हामी हो झोले, नेताहरू हो क्या झोले। तपाईँको विचारको, आकाङ्क्षाको, सपनाको झोला बोकेर हिँड्ने मान्छे हो। त्यो कारणले झोलेहरूलाई सम्मान नदिनु, हामी झोले हो, तपाईँको झोले। म यति कुरा भन्न चाहन्छु र कसैलाई गाली नगरिकन, कसैको नाम नलिकन, मैले त मेरो कमान्डर साथी श्रीकृष्ण नेउपानेलाई मैले भनेको थिएँ, मनोनयन गर्दाको दिनदेखि त चुनावको नतिजा आउँदाको दिनसम्म म कुनै पनि प्रतिस्पर्धी साथीको म नाम लिन्न, बैठकमा पनि लिन, मैले समीक्षामा पनि लिन, हामी कसैले पनि लिएनौँ। किन कुनै एउटा व्यक्तिको नत्र के लिनु, 17 जना उम्मेदवारहरू हुनुहुन्थ्यो, सबैको सम्मान एकसाथ राख्नुपर्छ, सबैलाई चाहिँ गर्न सकिन्न भनेका थियौँ हामीले। उहाँहरूको एउटा कुनै पनि प्रकारको व्यक्तिगत लाछना आरोप नलगाइकन अत्यन्त शालीनताका साथ हामीले निर्वाचन सक्यौँ। मैले क्षेत्र नम्बर 2 मा र 3 मा पनि त्यो देखाउँ। विशेष गरिकन म बिना दिदीको शालीनताको त यति हाई काल भयो। दिदीको भिडियोहरू मैले हेर्थेँ, गाउँमा पुगेर बोलिरहनु भएको, उहाँको यस्तो ठुलो तारिफ हुन्थ्यो। म दिदीलाई एकदम तपाईँले मलाई सिकाउनु होला, त्यो शालीनता सिकाउनु होला। उत्तमको त्यो ह्यान्डमाइक कस्तो ऊर्जा क्या एउटा हुन्छ नि, त्यो जोस। म त कस्तो भन्दा म भेट्नु पाएन। मैले एक दिन उत्तमलाई भनेको थिएँ, हामी साथी पनि भएको एकाअर्कालाई तिमी भन्छौँ, तिम्रो एउटा कार्यक्रममा त मलाई लैजाऊ न डुल्न, मैले भ्याइसकेँ भनेर भनेको थिएँ। एक दिन त जाने भन्दा त्यस्तै भयो। यो एउटा कास्कीले जुन एउटा सम्प्रति पाएको छ, यसलाई निखार्न हामी तयार छौँ। तपाईँहरूको सपनालाई कुनै पनि तहमा हामीले
कुनै पनि तर अर्थबाट कुनै पनि समस्यामा होइन हामी यसलाई मर्मत दिन्नौँ, यसमा चाहिँ धोका दिन्नौँ, दिनुहुन्न। हामी त्यो कसम खान्छौँ, बिग्रिन्नौँ, आमाको रगत चुसेर खान्नौँ, भ्रष्टाचार गर्दैनौँ, गर्नेलाई छोड्दैनौँ। यति कुरा भन्नाले तीनवटै निर्वाचन क्षेत्रको साझा मुटुको रूपमा पोखरा छ। यति सुन्दर सहर, अघिल्लो पटक पछिल्लो पटक निर्वाचनकै बिचमा तपाईँहरूको माझमा नआए पनि गोर्खामा भएको बेलामा आकस्मिक कारणले बालनजी आउनु भएको थियो, सहयोगले मसँगै बस्नु भएको थियो। म त थिइनँ, मैले भेट्न पाएन उहाँलाई, दुईवटा आदरणीय उम्मेदवारज्यूहरूले भेट्नु भएको थियो। उहाँले चाहिँ मलाई चाहिँ भन्नुहुन्थ्यो क्या बेला बेला, पोखराको मान्छेले कामै के पढ्नु पनि पर्दैन, के सिप पनि चाहिँदैन, पोखराको मान्छेलाई जम्मा एउटा चिज जाने हुन्छ भन्नुहुन्थ्यो। पैसा गर्न जाने हुन्छ र टुरिस्टले दिएको पैसा फिर्ता गर्न जाने हुन्छ। यस्तो सुन्दर ठाउँमा बसेको तपाईँहरू यस्तो दुर्गतिमा बस्यो भन्नुहुन्छ क्या। मेरो साथी, अब तपाईँ प्रधानमन्त्री हुँदा जाँदै हुनुहुन्छ, तपाईँले मलाई भनेको त्यो चिज पुरा गर्नु होला। हामी योजना लिएर आउँछौँ। हामी तिनटै साथीहरू यहाँ छौँ, काशीका तिनैजना उम्मेदवार नै र गण्डकी प्रदेश समग्रको हकबाट हामी बालुवाटारमा आउँदैछौँ। शान्तपूर्वक तपाईँले भनेको वचन त्यो पुरा गर्न जानुहोला। हामी योजना ल्याउँछौँ र पोखराको सौन्दर्यीकरण, सहरीकरण, यहाँको पर्यटन, यहाँको शिक्षा, यहाँको स्वास्थ्य, यहाँको खेलकुद, यहाँको कला साहित्य संस्कृति लगायतका बहुआयामिक विकासमा हामीले योजनाहरू बनाएका छौँ। तीनों चाहिँ उम्मेदवारहरूले पनि साझा रूपमा पनि योजनाहरू बनाएका छौँ। कति हामीले घोषणापत्रमा राखेका छौँ, कति भत्ता हुन्छ ठुलो हुन्छ भनेर राखेका छैनौँ र कति नेपाल सरकार स्वयंले राखेको छ, कति व्यवसायी साथीहरूले आफ्नो दृष्टिकोणबाट राख्नु भएको छ। ती सबै योजनाहरूलाई मूर्त रूप दिन हाम्रो 5 वर्षको कार्यकालमा हामी जानेछौँ। सदनमा बोल्नु मात्रै ठुलो कुरो होइन, सदनमा बोल्ने भनेको सरकारको ध्यानाकर्षण गराउनु हो, सरकार आफ्नै छ हो। त्यही भएर हामीले सदनबाट भन्दा पनि महत्त्वपूर्ण कुरा क्याबिनेटबाट हामीले त्यसलाई काम गराएर योजनामा पारेर बजेट ल्याएर जनताको आकांक्षा पूरा गर्ने तरिकाले काम गर्नेछौँ। हामी दुवैजना उम्मेदवारको तर्फबाट म त्यो प्रतिबद्धता व्यक्त गर्दछु। हामीले बोल्ने बेलामा पनि हामी यो तरिकाले बोलौँ भनेका थियौँ। त्यो कारणले सबैको साझा भोइसको रूपमा यसलाई लिदिनु होला र मेरा कुरा सुनिदिनु भएकोमा तपाईँहरू सबैलाई धेरै धन्यवाद। तपाईँको जय होस्, देशको जय होस्, जय घन्टी।